Hi everybody. Today I would like to talk about my IELTS experience from the beginning, like the time I joined my classes. So मैले चाहिँ खासमा IELTS क्लास र GRE क्लास चाहिँ सँगसँगै जोइन गरे हो। मर्निङमा GRE क्लासेस हुन्थ्यो भने साँझमा 7 to 9 GRE क्लास हुन्थ्यो बिहान भने बेलुका 4 to 5 चाहिँ म IELTS क्लास लिन्थेँ। अनि त्यस पछाडि GRE पढ्दाखेरि त इङ्ग्लिस र म्याथ दुइटै हुन्छ अनि त्यहाँ इङ्ग्लिसमा भोक्याबहरू धेरै हुन्छ नि त अनि त्यसले गर्दाखेरि चाहिँ त्यो भोक्याब पढेर पनि मेरो भोक्याब चाहिँ एकदमै स्ट्रङ भएको थियो हैन बिकज आई ह्याड टु स्टडी अ लट अफ न्यू वर्ड्स अनि त्यसले गर्दाखेरि पनि आइएल्ट्समा धेरै हेल्प भयो। अनि म जुन कन्सल्टेन्सीमा पढे हो त्यहाँ चाहिँ के रुल्स थियो भने रुल भन्दा पनि एउटा कल्चर ट्रेडिसन जस्तो हामीले जहिले पनि सर क्लासमा आउनुभन्दा अगाडि जति पनि स्टुडेन्ट्सहरू थियौँ हामी जहिले दिनमा एउटा वर्ड चाहिँ ल्याउन पर्ने हुन्थ्यो। अनि अब जस्तै क्लासमा 7 जना भयौँ भने दिनमा 7वटा वर्डहरू सिकिन्थ्यो नि त अनि द्याट इज अ वन्डरफुल कल्चर आई वुड से। अनि त्यसले गर्दाखेरि धेरै नयाँ वर्ड्सहरू पनि सिक्यो। अनि त्यस पछाडि मैले दसैँ अगाडि नै मेरो क्लासेसहरू सकिसकेको थियो हैन GRE र आइएल्ट्स क्लासै सकाएर अनि म आफ्नो होम टाउन गएँ वापस दसैँ मनाउनको लागि। अनि दसैँ मनाएँ तिहार मनाएँ हुन्छ नि त लङ ग्याप हुन्छ बिचमा त्यस्तो धेरै पढिँदैन अनि नपढिए पनि म चाहिँ के गर्दै थिएँ भने त्यो स्पिकिङ अब क्याम्ब्रिज बुक्सहरू सबै प्रोभाइड गर्नुहुन्थ्यो हामीलाई चाहिँ कन्सल्टेन्सीमा बट आई गट टु नो अ लट अफ कन्सल्टेन्सिज डु नट प्रोभाइड अल द क्याम्ब्रिज बुक्स एउटा बुक दिएर अरू चाहिँ पिडिएफहरू दिनुहुँदो रहेछ तर हाम्रोमा चाहिँ सबै हार्ड कपी दिनुहुन्छ अनि त्यो चाहिँ एकदमै राम्रो छ मेरो कन्सल्टेन्सीको। अनि त्यस पछाडि के भयो भने अनि बुक्सहरू मसँग सबै थियो अनि कपीमा के गर्थेँ भने अब क्याम्ब्रिज बुक यति टेस्ट 1 अनि टास्क 2 भन्दै अनि स्पिकिङ भन्दै पनि स्पिकिङको पनि क्वेसन्सहरू हुन्थ्यो नि त सबै अनि राइटिङको पनि क्वेसन्सहरू हुन्थ्यो अनि म चाहिँ इन्टरनेटबाट खोजेर सबै आइडियाजहरू चाहिँ लेख्दै थिएँ क्या म त्यसले गर्दाखेरि चाहिँ त्यो हुन्छ नि हल्का स्लाइड आइडियाहरू हुन्छ नि त यस्तो पनि पोसिबल आन्सर्सहरू हुँदो रहेछ भनेर हैन द्याट रियली हेल्प मी टु दसैँ तिहारको बिचमा हल्का लेख्थेँ अनि घरमा हल्का त्यस्तो प्रब्लम भएर म दसैँ तिहार सकिने बित्तिकै वापस आउनु पाइनँ काठमाडौँ आउनु पाइनँ। अनि त्यस्तै फेरि 15-20 अलमोस्ट अ मन्थ तिहार छठ सकेपछि पनि त्यस्तो ग्याप भयो अनि ग्याप भइसकेपछि चाहिँ अनि आई केम ब्याक टु काठमाडौँ अनि आई स्टार्टेड गिभिङ टेस्ट अनि घरमा आउँदाखेरि पनि म लिसनिङ र रिडिङ चाहिँ दिइ नै रहन्थेँ अनि त्यही लिसनिङ र रिडिङ पनि दिइरहन्थेँ अनि राइटिङको पनि म आइडियाजहरू एक्युमुलेट गर्दै थिएँ नि त राइटिङको लागि पनि हैन। अनि वाट आई डिडन्ट डु वाज हैन प्र्याक्टिस स्पिकिङ एन्ड द्याट्स वाइ माई स्पिकिङ इज माई विकेस्ट लिङ्क है। अनि यता आएँ अनि मक टेस्टहरू दिन थालेँ अनि मेरो स्कोर्सहरू चाहिँ एकदमै डिसअपोइन्टिङ आउनु थाल्यो क्या मक टेस्टमा। सो आई वाज रियली डिमोटिभेटेड एट सम पोइन्ट अनि डिमोटिभेटेड भइरहेको थिएँ जति गर्दा फेरि स्कोर्स राम्रो हुँदैन राइटिङ राम्रो हुँदैन त्यस्तो भइरहेको थिएँ। अनि फेरि घरमा त्यस्तो भयो आई ह्याड टु गो ब्याक टु माई होम अनि त्यस्तै अलमोस्ट अ मन्थ पछि चाहिँ म फेरि गएँ फेरि ब्याक आएँ काठमाडौँ अनि फेरि म क्लासहरू पनि लिन थालेँ बिहान कन्सल्टेन्सीमा क्लासहरू दिन थालेँ दिउँसो मक टेस्टहरू दिन थालेँ अनि आफूमा पनि धेरै वर्क गर्न थालेँ। आई स्टार्टेड प्र्याक्टिसिङ धेरै टेस्टहरू दिन थालेँ अनि आइडियाजहरू त बिचमा कन्टिन्युसली म कपीमा लेखिरहेको थिएँ मेरो पुरै एउटा कपी नै सकेको छ आइडियाजहरू लेखेर अनि द्याट रियली हेल्प आई वुड से। अनि यदि हजुरहरूको एक्जाम चाहिँ आउनु निकै टाइम छ भने प्लिज फलो दिस सजेसन एक्युमुलेट दि आइडियाज यसले चाहिँ हजुरको स्पिकिङ हैन अनि हजुरको राइटिङमा एकदमै हेल्प गर्छ अनि यस्तो गर्ने चक्करमा हजुरहरूले नयाँ वर्ड्सहरू पनि लर्न गर्नुहुन्छ नि त अनि त्यसले गर्दा रिडिङमा पनि एकदमै धेरै हेल्प हुन्छ इभन लिसनिङमा पनि अनि धेरै हेल्प हुन्छ। अनि मक टेस्टहरू दिन थालेँ अनि सरप्राइजिङली मक टेस्टहरूमा पनि राम्रो स्कोर आउनु थाल्यो अनि रिडिङ अनि बिहान क्लास पनि लिँदै थिएँ अनि त्यो रिभिजन पनि भइरहेको थियो नि त। सो इट रियली हेल्प। अनि February 8 मा एक्जाम दिएँ मैले अनि तर मैले डेट चाहिँ सायद February 1 मा लिएँ होला अनि इट वाज इन्स्टेन्ट डिसिजन कि मेरो मक टेस्ट राम्रो भइरह अनि आई डोन्ट थिङ्क अब मैले धेरै टाइम लिएर पनि एक्स्ट्रा कुराहरू त केही लर्न गर्छु जस्तो लागेन लु डेट सेट बुक गरेर म एक्जाम दिइहाल्छु जस्तो भयो अनि त्यस पछाडि डेट बुक गरेँ अनि एक्जाम दिएँ अनि 21 मा रिजल्ट आयो अनि आई स्कोर्ड 8 द्याट्स इट।